नमस्ते तपाईहरुलाई म आज यस्तो बिजनेसको बारेमा बताउन गइरहेको छु जुन चाहिँ नि तपाई र तपाईको फ्यामिलीको लाइफ चेन्जिङ अपर्चुनिटी हुन सक्दछ। तपाईले 20औं वर्ष लगाएर पनि जुन सफलता हासिल गर्न सक्नुहुन्न त्यो सफलता चाहिँ यस बिजनेसबाट 2-4 वर्षमा नै हासिल गर्न सक्नुहुन्छ। यसका उदाहरणहरु पनि धेरै छन्। संसारका धेरै मानिसहरूले यो बिजनेसबाट आफ्नो आर्थिक समृद्धि हासिल गरिसकेका छन्। तपाईहरु यो आफ्नो व्यापार व्यवसाय अथवा जागिर भनौं मात्रै भर परेर कतै गल्ती त गरिरहनु भएको छैन। किनभने भोलिको समयमा यदि तपाईको व्यापार व्यवसाय चलेन भने अथवा तपाईको जब रहेन भने त्यो समयमा तपाईलाई अब आर्थिक भारबाट छुटकारा दिन सक्ने भनेको केवल डिजिटल मार्केटिङ बिजनेस नै हो। त्यसैले यसको बारेमा तपाईले आजै सोच्नुस्, किनभने भोलि त्यो दिन आइपुग्दासम्ममा धेरै ढिलो भइसकेको हुन्छ। त्यसै कारणले पनि यो संसारभरिका मानिसहरू यसप्रति आकर्षित हुँदै गइरहेका छन्। अब तपाईहरुलाई म अब यो डिजिटल मार्केटिङ बिजनेस भन्ने के हो, यो कसरी गरिन्छ अनि यसबाट कसरी इन्कम हुन्छ भन्ने कुरा भन्न गइरहेको छु। तपाई हामीले दिनौं जस्तो प्रयोग गर्ने सोशल मिडियाका प्लेटफर्महरु जस्तै फेसबुक, टिकटक, इन्स्टाग्राम, युट्युब आदि कति समय जति चाहिँ लगाउँछ त? कमसे कम पनि 2-4 घण्टा त लगाएकै हुन्छौं। अनि त्यो समयमा हामीले कुनै इन्कम गरिरहेका हुन्छौं त? हुँदैनौं नि। उल्टो हामीले इन्टरनेटको पैसा तिरिरहेका हुन्छौं। त्यसरी त हाम्रो समय र पैसा दुवै खेर गइरहेको छ। हो, त्यही समय र त्यही फेसबुक, युट्युब, इन्स्टाग्राम आदिलाई प्रयोग गरेर जुन हामीलाई इन्कम गर्न सिकाउने जुन बिजनेस छ त्यसैलाई नै डिजिटल मार्केटिङ बिजनेस भनिन्छ। अब यो बिजनेसबाट चाहिँ कसरी इन्कम गर्न, अब यो बिजनेसले चाहिँ कसरी काम गर्छ भन्दाखेरि चाहिँ अब जब तपाई यो बिजनेसमा जोइन हुनुहुन्छ त्यसपछि तपाईको अब फेसबुकमा बिजनेस पेज क्रिएट गरिन्छ अनि त्यसपछि तपाईको पर्सनल वेबसाइट पनि क्रिएट गरिन्छ। अनि जब तपाईको बिजनेस पेज र पर्सनल वेबसाइट क्रिएट हुन्छ त्यसपछि तपाईलाई भिडियो बेस्ड ट्रेनिङ दिइन्छ जुन चाहिँ स्टेप बाइ स्टेप दिन्छ। अनि त्यो ट्रेनिङबाट चाहिँ तपाईले अब कसरी अब आफ्नो मार्केट ग्रो गर्ने, कसरी बायरसँग पुग्ने अनि कसरी चाहिँ नि अब एडभर्टाइज गर्ने भन्ने कुराहरु हरेक कुराहरु चाहिँ स्टेप बाइ स्टेप त्यस ट्रेनिङबाट सिक्न सक्छौं। अनि अब यस बिजनेसबाट चाहिँ कसरी इन्कम गर्न सक्छौं भन्दाखेरि चाहिँ जब हामीले यो सोशल मिडियामा जब एडभर्टाइज गर्न थाल्छौं त्यसपछि चाहिँ हामीलाई यो सिस्टमले चाहिँ अब संसारभरिबाट नै कस्टमर र बायरहरु ल्याइदिन्छन्। अनि त्यसरी नै हामीले इन्कम गर्न सक्दछौं। अनि यसमा अटोमेसन सिस्टम भएको हुनाले 24 घण्टा चलिरहेको नै हुन्छ। अनि हामीलाई मार्केटिङ स्ट्र्याटेजी टुल्स पनि दिएको हुन्छ। अनि त्यसका साथसाथै अब हामीलाई मेन्टर र कोच पनि लाइफ टाइमको लागि नै दिएको हुन्छ। यसरी नै हामी यो बिजनेसमा सफलता हासिल गर्न सक्दछौं। अनि आशा छ तपाईहरुले यो डिजिटल बिजनेसको बारेमा केही ज्ञान हासिल गर्नुभयो होला। हस्त, धन्यवाद।